हामी चाहिँ अहिले जर्मनीको राजधानी बेर्लिन जाने बाटोतिर गाडीमा हिँडिरहेको छौँ। यो चाहिँ हाम्रो साथी हो, दोस्तसँगै काम गर्ने गुरुजी ड्राइभर। त्यसरी हाइवेमा हिँडिरहेको अवस्था छ है। जर्मनको हाइवेमा कारमा जाँदैछौँ बाटोमा। कृषि क्रान्ति मन्त्री जाउँ पाकेको नयाँ भएको अवस्था छ। एकतिर हरियाली छ भने एकतिर चाहिँ मैले भइसकेको छ है। यो चाहिँ मेन हाइवे हो है, बेर्लिन जाने बाटो। यता 2 लाइनको, उता पल्तोपट्टि 2 लाइनको, जम्मा 4 लाइनको बाटो छ। अन्य तपाईँहरूले यो बोर्ड पनि हेर्न सक्नुहुन्छ, बेर्लिन लेखेको छ है। र पानी पनि परिरहेको अवस्था छ। बिहानदेखि पानी परिरहेको छ, बर्खा लागिरहेको छ। गाडीमा पछाडि साइकल राखेर हिँडिरहेको अवस्था छ। अन्य चाहिँ यसरी बाटो पल्लोतिर बोर्डहरू देखिरहेको अवस्था छ है। पानी परिरहेको अवस्था, चिसो मौसमको साथमा हामी चाहिँ हाइवेमा हिँडिरहेको छौँ। जानुहोस् है। फार्म 3टा खाके एउटा पोल्यान्डको बोर्डरमा छ अनि 2टा चाहिँ यता जर्मनीको यतैतिर छ। अहिले चाहिँ पोल्यान्ड बोर्डर नजिकै गएर आएको। त्यहाँ यसो रिपेयर गर्न थियो कि मेन्टेनेन्स गर्न थियो। फार्म मेन्टेनेन्स गरी आएको। 3टा खान त फार्म हाम्रो, एउटा होइन। रिपेयर यताउति गर्नु पऱ्यो भने